हेलो एभ्रिवान, आज फेरि पनि स्वागत छ तपाईँहरूलाई एपिसोड 1, 2, 3 एपिसोड 3 भ्लगमा। कस्तो छ सबैजनालाई? आई होप कि सबैजना ठिकै हुनुहुन्छ होला र सन्चै हुनुहुन्छ होला। र यो आजको भ्लग चाहिँ एकदमै धेरै स्पेसल हुनेवाला छ, किनभने आजको भ्लगमा चाहिँ मैले बनाउन, आजको भ्लगमा चाहिँ मेरो साथीले बनाउँछ। सो भिडियो अन्तिमसम्म हेरिदिनु होला। ल गाइस, आज चाहिँ हामी चाहिँ अब थुक्पा खाएर अब कहाँ जान्छ भन्दाखेरि अब यस्तो केही प्लान छैन। अब थुक्पा खाँदै अब प्लान गराउने गर्छौँ। के हो चाहिँ हामी चाहिँ अब थुक्पा खाने स्पटमा आइसक्यौँ है त। ल यो एकदम गोर्खा स्कुलको छेउमै छ, एकदम एनडिबिएन चाहिँ नहेर होला, तर राम्रो चाहिँ थुक्पा चाहिँ बेस्ट हुन्छ। फेरि लास्ट टाइम हाम्रो फेभरेट यही हो। ल थुक्पा खाइरहेको छौँ, कस्तो मजा आइरहेछ। पिरो पिरो झोल पनि यस्तो मिठो अनुहारै रम रम पारेको छ। गाइस आउनुपर्छ, गोर्खा स्कुलको छेउमै छ। वाउ जस्ट अमेजिङ म्यान। अनि खाइसकेका छौँ। अब हाम्रो के प्लान भयो भन्दाखेरि ज्यामिरे कि चरिङ्गे रे, ज्यामिरे कि चरिङ्गे त्यो उता रामपुरतिर के छ त्यो चरिङ्गे चरिङ्गे त जाने प्लान छ। अब हाम्रो चाहिँ अब यहाँनिर निस्किन्छौँ अब एकछिनमा। हेर्दै गरौँ है गाइस, यो भ्लग चाहिँ मिस आउट गर्नु हुँदैन जसरी भयो नि। लाइक कमेन्ट सेयर गरौँ सबैले। खाने ठाउँ चाहिँ यही ठाउँ है। ल यही हो थुक्पा खाने ठाउँ। अब ल विशालले आज स्कुल चलाउँछ, ल हिराचनले पनि बाइक चलाउन ल चलाउँछ है। ल के छैन, हामीले पनि अब ल हामी चाहिँ यहाँनिर निस्किन्छौँ होला। ल ट्राई गरौँ। ल हेर्दै हेर्दै जानुपर्छ है गाइस। अब हामी चाहिँ अब निस्किसक्यौँ। अब चरिङ्गे चरिङ्गे कि ज्यामिर रे हिरा चरिङ्गे कि ज्यामिर रे, चरिङ्गे त जाने भनेको छ। म ल त्यहीँ गएर भेटौँला है। ल हिराचन उठाएको चरिङ्गे कि ज्यामिरे रे। ल हाम्रो चाहिँ चरिङ्गे त जाने क्यान्सल भयो। मर्डर भन्दाखेरि ड्याम जाने अब प्लान छ। अब के हुन्छ हेरेँ दाम धेरै नै मोटाइ छ है। अब त ल अब चाहिँ हामी चाहिँ 5 जना भयौँ मान्छे चाहिँ। स्कुटीमा म र विशाल जान्छौँ, बाइकमा चाहिँ हेमन्त चन्द्र अनि हिराचन जान्छौँ है। ल हेर्दै जाऊँ। ल हामी चाहिँ निस्किसक्यौँ है। ल निस्किसक्यौँ, विशालले यहाँ चलाउँदैछ। हामी चाहिँ अब बरमुटाई स्कुलको छेउमा आइसक्यौँ। बरमुटाई अब घरैमा बस्नेहरूलाई थाहा नै छ होला, होप्सो होइन। कपाल धेरै राम्रो भए जस्तो अब काट्नुपर्छ है। अब केही दिनमा अगाडिको होइन नि, फेरि साइडको मात्र हेर्दै जाम है। होप्सो हजुरहरूलाई भ्लग एकदम राम्रो लाग्छ है। फेरि केटाहरूको दिमागमा के चल्दैछ थाहा छैन गाइस, तर हामी चाहिँ मदन भण्डारी जानुपर्ने हो खासमा। तर खै यो कहाँ के हो यस्तो हो। हामी चाहिँ खास मदन भण्डारी ड्याम जानुपर्ने हो, तर के भयो यसलाई, यो ड्यामलाई चाहिँ के भन्छन् है गाइस, अहिले हेरेर भन्नुपर्छ है तपाईँहरूले है। के हो भन्दाखेरि चाहिँ हामी चाहिँ मदन भण्डारी ड्याम जानुपर्ने हो खासमा, तर यो के हो सायद धारापानी ड्याम भन्छन् होला है यसलाई चाहिँ। धारापानी ड्याम आइपुग्यौँ हामी, पुगिसक्यौँ पनि। पुगिसक्यौँ भन्नाले पनि पुग्न लागेको छौँ अब, होइन होइन त मोटे हो। यो चाहिँ हेर्नु पर्यो ल, एकदम राम्रो छ यो ड्यामलाई चाहिँ खास के गरी चिनिन्छ भने भर्खर न्युलोबरहरू परेको हुन्छ नि होइन, तिनीहरूको डेटिङ स्पोट चाहिँ भनेर चिनिन्छ है यो चाहिँ। ल हाम्रो विशाल राइडर हुनुहुन्छ यहाँ, एकदम खतरनाक राइडर हुनुहुन्छ, एकदम पर्फेक्ट भइसक्नु भएको छ। ल हाम्रो साथी त्यहाँ पुगिसकेका छन्। मलाई एकदम राम्रो लाग्यो है त। दामी त कुकुर पनि पर्ने घरमा। ल राम्री बहिनीहरू पनि भेटिन्छन् है। ल जिस्काएको चाहिँ होइन है गाइस। फेरि ल राम्री केटीहरू पनि आउँछन् भनेको हो, त्यसमा राम्रो सुन्नु होला। हाम्रो यहाँ दोस्तीहरू आइपुगेका छन्। ल एकचोटि हेलो भन्डी मेटा। ल खै ल हिराचन खै भन्नु पर्यो। गोजीमा केही लुगा जस्तो छ है हिराचनले। फेरि ल विशाल राइडर यहाँ हुनुहुन्छ, यता हेर विशाल। ल म चाहिँ यहाँ छु। हामी चाहिँ यहाँ जाऊँ टक्क लगाएर
हाम्रो चाहिँ अब हुन्छ नि अब केटाहरूको कतै जानुभन्दा अगाडि प्लान हुन्न भने यस्तै हो कि अलमलमा पारेछन् खास चरिङ्गे दह जाने कुरा थियो चरिङ्गे दह जाने सल्लाह थियो फेरि अब मर्डन भन्दा दाम जाने सल्लाह थियो फेरि यहाँ लिएर आएको छन् अब हामी केटाहरूको प्लान यस्तै हो कहिले नि हुँदैन फिक्स पनि हुँदैन जहाँ जान मन लागि त्यही फुर्किहाल्छौँ तर यस्तो गर्नु हुँदैन है यस्तो गर्नु हुँदैन फेरि र चन्द्र सरले चाहिँ अब यहाँ अब ल बाइक पनि हात छोडेर चलाउनु भएको रहेछ त्यही भएर यहाँ केटाहरूले कम्प्लेन गर्दैछन् है ल चन्द्र सर केटा हेरौँ चन्द्र यस्तो गर्नुहुन्छ कि हुँदैन फेरि अब तपाईँले भन्नु पर्यो हाम्रो सब्सक्राइबर जान्न चाहन्छन् के यस्तो गर्नु ठिक हो है हिराजन ल यता ल खलनायक हुँ म खलनायक भने जस्तै ल ल यस्तो रमाइलो हुन्छ हामी केटाहरूको बिचमा ल ल ल सेट फेरि एक सट अमको सट ल फेरि ल ल हेमन्त ल आज मैले विशालको आइडी ह्याक गरेको छु है गाइज विशालको आइडी ह्याक गरेको छु मैले त्यही भएर आज म आफै भ्लग गराएँ अनि फेरि ह्याकर हो नि त फेरि अब केटीहरूको मन ह्याक गर्न सकेन अब अरूको आइडी ह्याक गर्दै बस्ने त हो नि के हो र ल ल हाम्रो राइडरहरू यहाँ छन् आशिका दिदीलाई बोलाइदिउँ आशिका दिदीलाई बोलाइदिउँ आशिका दिदीलाई बोलाइदिउँ यो पिसाब फेरि ठाउँ हो के रे पिसाब हेर भरेर कत्रो ताल बाछ त्यहाँ हेर्नुहोस् बानरको पिसाब यस्तै हुन्छ हेर पिसाब फेरि कत्रो ताल बनाइदिन्छ ओ माई गॉड कसको पिसाब हो भन्ने के भन्ने ढाडर ढाडु ल कारबाही गर्नु पर्यो दिदी ए राजन सर कारबाही गर्नु पर्यो कारबाही कानपुर यहाँ म टिकटकमा हालिदिन्छु भाइरल गरिदिन्छु कारबाही गर्नु पर्यो कारबाही पिसाब फेरि ठाउँ पोस्टमा दिने कारबाही गर्नु पर्यो कारबाही ए कारबाही गर्नु पर्यो होइन यो एमा चाहिँ एबिएस हुन्छ होइन एमा चाहिँ एबिएस हुन्छ अनि यो यामाहाको यो रे जेड आर भन्ने यो एमा चाहिँ यो युबिएस भन्ने चाहिँ के हो यो यसको बुझाउनु पर्यो ल गाइस ल यस्तो हुँदैछ हाम्रो केही प्लानिङ हुँदैछ ल आज म एकदम इन्ट्रेस्टिङ भ्लग लिएर आउनेछु तपाईँहरूको बिचमा ल एउटा डाइलग हानिदिनु पर्यो सर ल मेरो लागि हाम ल एउटा डाइलग ल एउटा फिल्मको डाइलग हानिदिनु पर्यो सर हान्नु पर्छ यसरी त भएन नि सर ल हाम्रो चन्द्र सर हुन्छ यहाँ चाहिँ एकदम यहाँ केटीहरूलाई फिरा भन्ने सर यहाँ अनि यहाँ हुनुहुन्छ यहाँ सर कसै यो के हो सर यस्तो कुनै केटीहरूसँग एक दिनमा ब्रेकअप हान्ने कुनै केटीहरूसँग 2 दिनमा ब्रेकअप यस्तो गर्नु भएन है सर यस्तो गर्नु भएन नि फेरि ल गाइस यहाँ झन्नैले क्रास हुन लागेको थियो तर बचिहाल्यो है यहाँ चाहिँ कर्नर किङ हुन्छ ल हेलमेट लाउने स्टाइल पनि खतरनाक छ फेरि एकदम ल कपाल पनि खत्तै फेरि हेलमेट भन्दा पनि खतरनाक लुक चाहिँ हान्छ है फेरि ल ल ल ल ल ल मिस पाएर हान्नु त ल यस्तो गर्नुहुन्न नो पुलिस आउँछ अहिले हिराचन राइडर आइसक्नु भइरहेको छ यहाँ ल एक्लै बोला जस्तो एक्लै बोलिरहनु भएको छ यहाँको बानी चाहिँ यही मन पर्दैन हामीलाई चाहिँ हामी चाहिँ अब निस्किन्छौँ हामी एकछिनमा अब ल हो ल फर्किसक्यौँ हामी साथीहरू बसेका छन् उठ्या छन् हामी साथीहरू हेलमेट गाइड भएर मेरो हेलमेट कताचोटि साथ दिइहाल्यो कि यो हेलमेटै कसको लिन आउनु पऱ्यो त्यहाँ अर्काको हेलमेट लगिरहन्छ के थाहा त्यो पनि मेरै फ्यान हो कि हेलमेट चोरिदियो अर्काको हेलमेट लग्नै पाएन नि यस्तो गर्नै पाएन नि अर्को पर्सनल हेलमेट लगिरहन्छ त यहाँ सर हुन्छ अब यहाँ बाइक चलाउन चाहिँ अप्ठ्यारो हुन्छ अरे स्कुटी चलाउन चाहिँ अब खेलाउन जस्तो लाग्छ अरे है यो सरलाई चाहिँ हिराचन सरलाई अब त्यस्तो होइन कि ल हिराचन त्यहाँ बस्छ म चाहिँ बढिसक्यो स्कुलमा बस्छु है ल चल ल
भन्नुहुन्छ विशाल सर? रमाइलो भयो आज दिन अलि जोडले बोल सुनिन्न। राष्ट्रिय राम्रो भयो आजको दिन अनि गिभ लाइक कमेन्ट सब्सक्राइब सेयर अब केटाहरूले उखुको जुस खाने भनेको छन् है। ल अब उखु जुस खानु जानुपर्छ ल। अब यही नजिकै हो ल, एकैछिनमा हो, थोरै नै हो, समय धेरै लाग्दैन। यो यहाँ खाना आउनुपर्ने कुरा भयो, यहाँ चाहिँ खान्छौँ है हामीले। अब उखुको जुस र च्याउको पकौडा भन्ने ल। अब उखुको जुस खान र च्याउको पकौडा पनि रहेछ। हाम्रो चाहिँ अब पहिलो ट्राई नै होला होइन। च्याउको पकौडी कस्तो हुन्छ टेस्ट गरेर भन्छौँ हामी चाहिँ। च्याउ यस्तै ब्यागबाट कि त्यस्तै होइन ल त नबोल्न। ब्याकग्राउन्ड रेकर्ड नगरेस तेरो आइडी ह्याक भइसकेको छ नि। तेरो आइडी त मसँग छ भाइ। अब केटीको आइडी के अरे केटीको डिल ह्याक गर्न सकेन, अब मान्छेको आइडी ह्याक गर्दै युज गर्दै गर्ने गाइज। आज हाम्रो चाहिँ अलि स्पेसल दिनै छ भनौँ न, किनकि धेरै पछि हामी 5जना साथीहरू भेटेको छौँ। 6 क्लासदेखि अहिलेसम्मको मतलब धेरै नजिक क्लोज एकदम। हामी एकअर्काको सब बेस्ट फ्रेन्ड नै हुन्छौँ होइन। सब बेस्ट फ्रेन्ड हो एकअर्कालाई एकदम। हाम्रो धेरै दिनपछि भेटेर होला आज चाहिँ अलि हामी रमाइलो यसो होइन। आज हामीलाई चाहिँ एकदम राम्रो दिन हो। यहाँ छ चन्द्र, यहाँ छ विशाल, यहाँ छ हिराचन, यहाँ चाहिँ यो, यहाँ छ म। हाम्रो साथीको चाहिँ लिङ्क अब एकदम माथिसम्म नै छ है। ल अरू त अरू नभएर ल रोनाल्डोसँग कुरा गरेछ। रोनाल्डो खै ल यता देखाम चन्द्र, खै एकचोटि यता देखाउनु पर्यो। ओ माई गड ल एकदम खतरनाक ल। पुरा मुख चपका यहाँ चपका चपकामा रमाइलो छ। च्याउको पकौडा है कस्तो हुन्छ। हेलो वेयर आर यु माइक के जोडा कहाँ से हो? राम्रो हुनुहुन्छ। भन। ए च्याउलाई नै त्यसको माथि बेसनहरू हालेर हजुर तार्ने रहेछन्। राम्रो रहेछ, के गरिरहेको छस्? राम्रो लाग्यो। है उठामै केटा होला। जुस पिलाडो ल ल ल ए गुरुङ के गरे ल। अब रक्सी चेयर्स गर्ने बेलामा अब यस्तो जुस चेयर्स गर्नु परेको छ ल। जुस पिलाडो मजा आयो। यिनीहरू चाहिँ गयो है। ल हामी चाहिँ एकछिनपछि निस्किन्छौँ ल। लोटे ओए उठाकै हाँसिरहेको थियो। वाउ जुस खाएर माटीको अवस्था छ यहाँ चाहिँ। डिस्टर्ब गर्छ ल रामसँग गएस्। त्यसपछि घर आउँदाखेरि चाहिँ मेरो दिदीको बर्थडे थियो र हल्का सेलिब्रेसन भयो र आजको भ्लग चाहिँ यही नै थियो। र आजको भ्लग यही नै थियो। कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मैले चाहिँ स्टार्टिङ गरेँ र मबाट चाहिँ एन्डिङ हुन्छ है, त्यही भएर आजको भ्लग चाहिँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। एन्ड थ्याङ्क्स फर वाचिङ। सी यु टुमारो विथ द नेक्स्ट भ्लग। बाई एभ्रिवान, टेक केयर। र म फेरि पनि भेट्छु तपाईँलाई नेक्स्ट भ्लगमा। त्यति जेसम्म मलाई बिदा दिनुहोस्। बाई, जय नेपाल।